नमस्कार, म बोल्दैछु नरेन्द्र पाण्डे। आज हजुरहरूको माझमा एउटा सानो प्रेरणादायी कथा सुनाउन चाहन्छु। एक पटक कुकुरहरूको दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। जब दौडको प्रतियोगिता सुरु भयो, चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आफ्नो दौड सुरु गरे। उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै। मालिकले चितुवालाई तिमी किन दौडिएनौ भनेर सोधे। चितुवाले रोचक जवाब दिए, कहिलेकाहीँ आफूलाई उत्कृष्ट साबित गर्नु वास्तवमा आफ्नै अपमान हो। सबैतिर आफूलाई प्रमाणित गर्न आवश्यक छैन। केही मानिसहरूको अगाडि मौनता सबैभन्दा राम्रो जवाफ हो। कुकुरहरूसँग दौडन्छन्, चितुवासँगै दौड्ने हो। आफूलाई उत्कृष्ट साबित गर्न चितुवाहरूले कुकुरहरूसँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन। चुप लागेर बस्नु नै राम्रो हुन्छ, किनभने स्तर नमिल्ने प्रतियोगितामा भाग लिनु आफ्नै अभिमान गर्नु हो। दर्शकबिन, यस कथाबाट हामीले सिक्नुपर्ने कुरा के हो भने स्तर नमिल्ने मानिसहरूसँग विवाद गर्नुभन्दा मौन भएर बस्नु राम्रो हुन्छ भन्ने हो। हस्, धन्यवाद।